सबै दम्पतिको बीच झगडा हुन्छ। यो चाहिँ हनीमुन कपलदेखि लिएर गोल्डन कपल सबैको बीचमा झगडा हुन्छ है। हाम्रो बीचमा पनि हुन्छ। दम्पतिको बीचमा विशेष गरी व्यक्तिगत भिन्नता, पेसा, आर्थिक व्यवस्थापन, आफन्त अथवा सासू ससुराको कारण, सञ्चार, यौन, यसै गरी कामको कुराले होला, यसै गरी फरक धार्मिक आस्थामा छौँ भने हामी धर्मको कारणले पनि विशेष गरी दम्पतिको बीचमा झगडा हुन्छ। तर झगडा भए तापनि यी झगडालाई चाहिँ कसरी समाधान गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा दम्पतिले सिक्न अति जरुरत छ। सिक्ने, त्यो व्यवस्थापन गर्ने अथवा समाधान गर्ने सिप हासिल गर्ने र त्यसलाई व्यवहारमा उतार्नु पनि अति नै आवश्यक छ। यदि हामीले केही कुराहरू सिक्छौँ, यस्ता सिपहरू सिक्छौँ र दम्पति मिलेर यो झगडा व्यवस्थापनमा अथवा समाधानमा लाग्छौँ भने यो असम्भव भन्ने चाहिँ कदापि छैन। सबै दम्पतिको बीच झगडा हुन्छ। यो चाहिँ हनीमुन कपलदेखि लिएर गोल्डन कपल सबैको बीचमा झगडा हुन्छ है। हाम्रो बीचमा पनि हुन्छ। दम्पतिको बीचमा विशेष गरी व्यक्तिगत भिन्नता, पेसा, आर्थिक व्यवस्थापन, आफन्त अथवा सासू ससुराको कारण, सञ्चार, यौन, यसै गरी कामको कुराले होला, यसै गरी फरक धार्मिक आस्थामा छौँ भने हामी धर्मको कारणले पनि विशेष गरी दम्पतिको बीचमा झगडा हुन्छ। तर झगडा भए तापनि यी झगडालाई चाहिँ कसरी समाधान गर्ने, कसरी व्यवस्थापन गर्ने भन्ने कुरा दम्पतिले सिक्न अति जरुरत छ। सिक्ने, त्यो व्यवस्थापन गर्ने अथवा समाधान गर्ने सिप हासिल गर्ने र त्यसलाई व्यवहारमा उतार्नु पनि अति नै आवश्यक छ। यदि हामीले केही कुराहरू सिक्छौँ, यस्ता सिपहरू सिक्छौँ र दम्पति मिलेर यो झगडा व्यवस्थापनमा अथवा समाधानमा लाग्छौँ भने यो असम्भव भन्ने चाहिँ कदापि छैन।